नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो सानो संसार ब्लगमा। आज चाहिँ म हजुरलाई देखाउन गइरहेको छु भरुवा खुर्सानीको अचार, जुन चाहिँ आज मेरो मम्मीले बनाइरहनु भएको छ। म पनि सिक्दै छु उहाँबाट, हैन। सिकेपछि नै केही कुराको ज्ञान प्राप्ति हुन्छ भने जस्तै आज म मम्मीसँग अचार सिक्न गएको छु, किनभने मलाई अचार बनाउन अलि आउँदैन। सो यो रेसिपीमा के यो अचार रेसिपीमा चाहिँ के मम्मीले मसला हाल्नुहुन्छ, हैन। कुन अब भनौँ न, अहिलेको त भेनिगरहरू के हाल्ने प्रविधि छ, हैन। त्यो बाहेक पहिलाको मान्छेहरूले चाहिँ भेनिगर थिएन त्यतिखेर, भेनिगर नहालिकन अब कागतीको अनि त्यसपछि आमको खटाई भन्ने टाइपको मसलाहरू एड गर्नुहुन्थ्यो। हो त्यस्तै मसला रेसिपी एड कुनै पनि प्रशोधन गरेको सामानहरू नहालिकन हामीले चाहिँ यो अचार बनाउन गइरहेको छु, हैन। एकदमै राम्रो खुर्सानीको भरुवाको अचार गर्मीको समयमा चाहिँ खानालाई एकदमै मिठो हुन्छ, स्वादिलो हुन्छ, खाना रुच्छ, हैन। यसमा चाहिँ अब मम्मीले के मसला हाल्नुहुन्छ, के एड गर्नुहुन्छ भन्ने कुरा हामी मम्मीलाई सोध्नेछौँ, आमालाई सोध्नेछौँ। अनि अचार कसरी रेडी गर्नुहुन्छ आमाले, त्यो कुरा हामीलाई सिकाउनु हुनेछ, मलाई सिकाउनु हुनेछ, हजुरहरूलाई पनि म देखाउने छु। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला र हाम्रो यो हाम्रो सानो संसार ब्लगलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, लाइक शेयर पनि गरिदिनु होला भन्दै म यो भिडियो स्टार्ट गर्न गइरहेको छु। लेट्स स्टार्ट। यहाँ हेर्न सक्नुहुन्छ हामीले खुर्सानीलाई यसरी भित्र दाना निकालेर यो यसरी खाली गरेको छौँ। यो खाली गरिसकेपछि यसलाई 2 घाम सुकाउनु पर्ने हुन्छ र यसको दाना, यसको बियालाई हामीले सुकाएर यतिको सुक्खा बनाइसकेपछि यसलाई पनि मसलामै एड गर्छौँ। यो दुईटा प्रक्रिया पुरा भइसकेपछि हामी मसला रेडी गर्छौँ। मसला रेडी गरिसकेपछि यसमा हामीले त्यो मसलालाई फिल गर्छौँ। अब मसलामा के जान्छ भन्ने कुरा चाहिँ आज हामीलाई आमाले सिकाउनु हुनेछ। मम्मी, हजुर, आज हामी अचार बनाउँदैछौँ भरुवा खुर्सानीको। अनि यसमा के लाग्छ, अघि मैले भनेको छु यस्तो मसला लाग्छ, यसमा मेरो आमाले भनेको छु, हैन। अब मलाई राम्रोसँग यहाँ सिकाइदिनु के लाग्छ, इन्ग्रिडियन्ट मसलाहरू के चाहिन्छ, हैन। सबभन्दा पहिला रायोको गेडा, त्यस पछाडि मेथी, त्यस पछाडि जिरा, त्यस पछाडि धनियाँ, त्यस पछाडि ज्वानो, त्यस पछाडि मिठा सोप, यसलाई के भन्छ कलौजी, अनि त्यस पछाडि हिङ, आमचुरको खटाई, अनि खडा मसला रातो, अनि सोको लागि काश्मिरी मिर्च, बेसार, नुन राख्नुपर्छ। त्यसरी अब यसलाई सबैलाई भुटेर, हल्का भुटेर नडर्ने किसिमले रातो रातो पारेर गोल्डन कलर बनाएर पिस्नुपर्छ पहिला, है। मिक्सरमा पिसेर अनि त्यस पछाडि तेलमा मलेर सबै मसलाहरू मलेर अनि खुर्सानीमा यस्तो गर्दै भर्नुपर्छ, भरेर सुकाउनुपर्छ। अनि तपाईले यो जुन अघि भन्नु पनि आमचुर पाउडर, यो नै किन हाल्नुभएको? यो भेनिगर सेनिगर पनि हाल्न मिल्छ, सुप पनि हाल्नुहुन्छ, हैन। भेनिगर भन्दा आमचुरको अमिलो खटाई हाल्यो भने एकदम स्वाद आउँछ कि मसलाहरूमा स्वादको लागि हाल्नुपर्छ। अब हामी यो भुट्छौँ, हैन त। भुटेर अनि मिक्सरमा पिनेर त्यस पछाडि सबै मिक्स गरेर जम्मै मलेर तेलमा मलेर अनि खुर्सानीमा एउटा गरी भर्नुपर्छ। भरेर बाटामा राखेर त्यत्तिकै 2 दिनसम्म घाममा सुकाएर त्यसरी हल्का भएर बेलुका भएपछि बोतलमा तेल हालेर बयाममा अनि तेल हालेर अनि बन्द गरेर राख्नुपर्छ। अनि कुन भाँडामा हाल्छ? सिसाकै भाँडामा हाल्नुपर्छ कि प्लास्टिकको भाँडामा हाल्दा नि हुँदैन, सिसाको बयाममा हाल्नु। सिसाको भाँडामा हाल्दाखेरि के हुन्छ आमा? एकदम राम्रो हुन्छ, कहिले पनि बिग्रिँदैन। प्लास्टिकमा चाहिँ किन हाल्नु? प्लास्टिकमा चाहिँ अलिकति प्लास्टिकको गन्ध आउँछ।
सिसा नै प्लास्टिकमा चाहिँ के हुन्छ? प्लास्टिकको भाँडा धेरै पुरानो भयो भने रोग लाग्छ, धेरैसम्म अमिलोले त्यसलाई गर्छ। अनि प्लास्टिकको भाँडा राम्रो हुँदैन। सगभर सिसाको बयामहरू युज गर्नुपर्छ, प्रयोग गर्नुपर्छ। त्यही क्रमशः सबै यो मसलाहरू भुट्दै गइरहनु भएको छ। कति मजाले भुट्नु भएको छ। घरमा बुढो मान्छे भएको पनि एकदमै दक्षिण हुन्छ भन्नुहुन्थ्यो पहिलेको मान्छेहरूले। साँच्चै नै जस्तो लाग्छ मलाई चाहिँ होइन। मेरो आमाले गर्दाखेरि चाहिँ घरमा एकदम उज्यालो, घरै उज्यालो भयो जस्तो लाग्छ। अनि उहाँले काम गरेको देख्दा आफूलाई पनि जाँगर लागेर आउँछ, यस्तो गर्न पाए हुन्थ्यो। तर मम्मी जतिको हामी चाहिँ हुन सक्छु भन्ने जस्तो चाहिँ मलाई लाग्दैन। त्यतिको हामी फुर्ती छौँ जस्तो पनि लाग्दैन। तर जस मम्मीलाई देखेर चाहिँ खुसी लाग्छ। त्यस्तो म पनि गर्न सक्छु भन्ने चाहिँ आउँछ। अब हामी यो जानु बुझिसकेपछि अब हामीले जिरा भुट्दैछौँ। मजाले मेरो मम्मी चाहिँ 70 वर्षको भइसक्नुभयो। 70 वर्षको भइसक्दाखेरि पनि यतिको जाँगर छ, यतिको चाहिँ नि मम्मीले काम गर्नुहुन्छ देखेर खुसी लाग्छ। आफूले पनि यस्तै गर्न सक्नु जस्तो लाग्छ है। सिक्दैछु मम्मीबाटै केही। उहाँले जिरा भुटिसक्नुभयो। काम गर्न भनेपछि हाम्रो मम्मीलाई चाहिँ कसैले रोक्न सक्दैन। उहाँलाई चाहिँ कामै सबै थोक हो जस्तो लाग्छ होइन। अनि अब यसरी सबै मसलाहरू चाहिँ खुर्सानी बाहेक चाहिँ उहाँले सबै मसलाहरू चाहिँ एउटै बाटामा भुटेर राख्नु भएको छ। त्यो चाहिँ एउटा सँगै पिस्नु पर्ने भएको भएर चाहिँ त्यो मसलालाई चाहिँ एउटै बाटामा खनाउनु भएको छ। सबै यो खडा जुन हामीहरूको यो मसलाहरू अघि हामीले इन्ग्रिडियन्ट्सहरू देखायो त्यो सबै भुटेर एउटै बाटामा खनाउनु भएको छ मम्मीले। कति टाइम लाग्छ मम्मी? तोरीको पालो आयो। अब तोरी भुट्दै हुनुहुन्छ मम्मीले। सबै हाई फ्लेममै हो, ठुलो आगोमै हो भुट्ने? सबै हाई फ्लेममै मम्मीले भुट्नु भएको छ। त्यही भएर अलिक छिटो भइराखेको छ। नभए मिडियम आगोमा पनि हजुरहरूले यो भुट्दा हुन्छ। भुट्न अलिकति एकदमै मिडियम आगोमा गयो भने चाँडो डढ्दैन होइन। हजुरहरूलाई चाहिँ एक्सपिरियन्स छ भने चाहिँ हाई फ्लेममै आफूले मजाले सकिन्छ भने भुट्दा हुन्छ। यहाँ चाहिँ हाम्रो मम्मीले हाई फ्लेममै भुट्नु भएको छ है। सबै मसलाहरू चाहिँ यसरी गरेर परर पटिसकेपछि चाहिँ बल्ल यो भयो भनेर हामीले निकाल्दा हुन्छ। अब यसरी जारलाई पुछेर अब यसमा हामी मसला पिस्छौँ हाम्रो जारमा। यसरी सेलाउने प्रक्रिया गर्दै हुनुहुन्छ आमाले। स्मार्टमा होइन डिमार्टमा हो। अब यसरी केलाइरहनु भएको छ आमाले नाङ्लोमा। मजाले
यसरी चाहिँ हामीले जारमा हालिसक्यौँ। अब हामी यसलाई ग्राइन्ड गर्छौँ। अब यसरी ग्राइन्ड अब यसरी चाहिँ मसलामा हामीले नुन अनि त्यसपछि अघिको हाम्रो अम्चुर पाउडर, त्यसपछि त्यहाँबाट अब मम्मीले एड गर्न जाँदै हुनुहुन्छ कश्मिरी लाल मिर्च भनेर दिएको छ। यसले चाहिँ कलर राम्रो आउँछ अचारको। अनि त्यसपछि त्यहाँबाट मिक्स गर्नुहुन्छ अब बिरे नुन। यसमा बिरे नुन राख्यो भने पनि डाइजेस्ट हुन्छ भन्ने, अचारमा जति पुरानो अचार त्यति राम्रो। बिरे नुनले झन् पचाउने काम गर्छ। सो एउटा यो मसला भनेको चाहिँ यो तपाईँको एउटा यसले डाइजेस्ट पनि गराउँछ के। यसमा हाम्रो के छ भने ज्वानो अनि मङ्गरेलो छ, त्यो एउटा औषधि जस्तै हो। ज्वानो मेथी पनि छ, अनि यसमा हजुरको जिरा धनियाँ यो सबै हाम्रो एउटा औषधि जस्तो भएकै एउटा यो पुरानो अचारहरू जुन हामीले बनाउँछौँ नि त्यो भनेको एउटा डाइजेस्टिभ सिस्टमलाई चाहिँ नै यसले सहज गराउँछ, खाना पचाउनु सहज हुन्छ होइन। त्यही भएर पहिलाको मान्छेहरूले अचारहरू बढी हाल्ने गर्थे। अहिले त रेडिमेड भन्छ, भिनेगर के हाल्या हुन्छ होइन। त्योभन्दा चाहिँ आफूले घरमा बनाएको होममेडेड अचार चाहिँ राम्रो हुन्छ। अब यसमा मम्मीले हिङ हाल्दै हुनुहुन्छ। हिङ चाहिँ हजुरले मात्र पुऱ्याएर हाल्नुपर्ने हुन्छ, धेरै पनि हुनु भएन थोरै पनि हुनु भएन होइन। र अब सानो बट्टाले रहेर यसमा सानो बट्टाको आधी बट्टा जति लगभग हाल्नुभएको छ मम्मीले। हिङले चाहिँ खाना पनि पचाउँछ अनि यो मसलाको स्वादलाई पनि बढाउँछ क्या, यसको बास्नालाई पनि इन्हान्स गरिदिन्छ। एकदमै राम्रो हुन्छ यो हिङ चाहिँ। यसरी मुस्नु भएछ मम्मीले अचारलाई। अनि अघिको भएको दाना खुर्सानी पनि हालिदिनु भएको। आधा लिटर तेल। यसरी अब मसला फिलिङ गर्नुहुन्छ मम्मीले। यस्तो गिलै हाल्नुपर्छ यसमा? साह्रो हुन पर्यो, गिलो भएछ त्यही छैन, तेलको गिलो हो। हाम्रो अचारको लुक्स चाहिँ यस्तो भएको छ, हजुरहरू देख्न सक्नुहुन्छ यहाँनिर कति राम्रो छ यो अचार, हेर्दै खाउँ खाउँ लाग्ने। अब यसलाई चाहिँ हामी हप्ता दिन जति जारमा राखेर हप्ता दिन 2 हप्ता दिन जति राखेर चाहिँ घाम देखाएर चाहिँ हामीले यो अचार खान सक्छौँ। हजुरहरूलाई पनि मन परेको छ भने हजुरहरूले घरमा बनाएर खान सक्नुहुन्छ। आजलाई यो भिडियो यहीसम्म। हामी फेरि अर्को भिडियो साथमा नयाँ रेसिपी, नयाँ अचार अथवा नयाँ भिडियोहरू, खाना बाहेकहरू इन्टरटेनको कुराहरू पनि लिएर प्रस्तुत हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि हामी बिदा लिन्छौँ। नमस्ते। एन्ड भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि सब्सक्राइब पनि गरिदिनु होला है त। थ्याङ्क यू। बाई बाई।